बाजे नमस्ते। नमस्कार बाबु नमस्कार। यहाँ टुप्पी बाजेको दोकान कुन होला? ए टुप्पी बाजे भनेको म यौ नि बाबु। के काम थियो के? हैन यता अचारको बारेमा सोध्न आउँथे। यो कुन अचार के हो यो? यसको नाम हो कुलम। यसको पनि अचार हुन्छ बाबु, राम्रो एकदम खट्टा मिठा चाहियो, खट्टा मिठा अनि खट्टा आरु पोखला कि जस्तो लाग्छ के? नै आरु पोखला भन्दा अलि सानो हुन्छ। यो कुलम हो बाबु। ए यसको अचार बन्छ? यसको राम्रो अचार बन्छ। त्यो मैले बनाएको पनि छ। ल्याउ त बाबु त्यो अचार। यो कुलमको अचार दुईटा त्यो सानो खट्टा र मिठा वाला। अनि हजुरको नाम चाहिँ टुप्पी बाजेको सुरु भयो? मेरो नाम चाहिँ टुप्पी बाजे हुनु कारण यो टुप्पी बालिरहेको थिएँ बाबु म पहिले। धेरै ठुलो थियो, त्यो धेरै टुप्पी थियो, यति पुग्थ्यो। अहिले काटेर छोटो बनाएको छु। त्यतिखेरदेखि मलाई टुप्पी बाजे भन्छ। अनि दोकानको नाम पनि टुप्पी बाजे दोकान भयो? यो हेर्नु बाबु, यो कुलमको यो अचार, यो खट्टा मिठावाला अचार हो। अनि खट्टावाला पनि बनाएको हुन्छ कि हुँदैन? यसमा पिस हुन्छ, अर्कोमा पिस बिना पिसको पनि हुन्छ। गाउँको नाम के हो त? यो डेल्टा बजार। डेल्टा बजार? हजुर हजुर, यो डेल्टा बजार। हजुरलाई पनि चाहियो भने सम्पर्क गर्नु होला। यहाँ मासुको अचार पाइन्छ। यो सबै चिजको जति हाम्रो यहाँ गाउँघरमा लोकल पाइने आइटम सबैको अचार पाइन्छ यहाँ। अचार भयो, मसलाहरू भयो।